ल ल यो आज चाहिँ सन्तोष सरको कपाल काट्दैछौँ। हाम्रो भाइको पनि कपाल काट्यौ। ए नगर्नु मेरो पनि कपाल काटेको हो। कस्तो देखिरहेछ। बाबाको चाहिँ यो जुङ्गा अलि ठुलो भएको थियो। गालामा क्रिम लगाउँदै हुनुहुन्छ, सेतो सेतो क्रिम। बाबाको चाहिँ यहाँ घाँटी मुनि घमाउरा आएको थियो, अहिले चाहिँ सन्चै हुन थालेछ। पङ्खा कराउने हैछ। अब चाहिँ बुलेट लगाउँदै मान्छे आउनु भनेको छ। यति धेरै कपालहरू छन् बाबाले काटेको। ठुलै भएको थियो कपाल। बुलेट लगाउँदै हुनुहुन्छ उतापट्टि। तलतिर बुलेट लगाउँदै यहाँ पछाडितिर हो घमाउरा आएको चाहिँ। अब चाहिँ यो मुख तल बुलेट लगाउँदै धेरै जुगा पलाएको काट्नु भएको थिएन। उनी चाहिँ हाम्रो घरको राजा, हल्ला गर्ने। भर्खर कपाल काटेको यिनको पनि। जो यो भिडियोमा नयाँ आउनुहुन्छ लाइक सब्सक्राइब गरिदिनु होला। त रातो बटन आएको छ नि, त्यही दबाइदिनु फटाक से। ल 3 गन्दा दबाइदिनु। 1 2 3 सब्सक्राइब। यो दाई चाहिँ कपाल काटाउने दाई। अब चाहिँ अङ्कलले कैँची लगाउँदै हुनुहुन्छ। यो पङ्खा करायो धेरै। हेलो डन।
फेरि कपाल काट्दै हुनुहुन्छ नाकमा काट्दै हुनुहुन्छ अब चाहिँ उतातिर अब चाहिँ यो चाहिँ 4 बजे सोध्न जानु सिकाएर जिरोमा हान्दै हुनुहुन्छ मेसिनले मेसिनले हान्दै हुन्छ अन्त चाहिँ यहाँ खेलिरहनु भएको छ अब भेट्न थाल्यो लगभग पाउडर लगाउँदै हुनुहुन्छ यो सेतो सेतो पाउडर हेलो डन के हालचाल छ पछाडि ब्लेड हान्दै यसरी मेसिन हान्दै कपाल पाल्दै किताबमा फेरि पनि मेसिन लगाउँदै हुनुहुन्छ हाम्रो शान्त शर्मा हिरो चाहिँ यहाँ घुमिराख्नु हेलो हिरो कपाल काट्यो तिमी लौडा होइन लौडा ब्लेड लगाउँदै चाहिँ कपाल गर्दै हुनुहुन्छ अब फेरि पाउडर लगाउँदै पाउडर लगाउनु थाल्नु सेतो सेतो पाउडर हेलो कस्तो हेयर कट काट्ने हो एकाले हेयर ड्राइले कपाल सुकाउँदै यो चाहिँ हेयर ड्रायर के हो मलाई थाहा छैन तातो हावा हुन्छ हेयर ड्राई ल अब चाहिँ भइयो हेयर ड्राइले कपाल सुकाउन अब भइयो हेलो ओ भाइ ए खुच्चे अब चाहिँ बाबा उठिराख्नु भयो र भइयो बाई यता हेर्दै उता के गर्न थालिस उता कपाल काट्न मन लाग्यो के भएर मन लाग्यो त हेलो गाइजहरु मैले कपाल काटेर भइसके कस्तो देख्छ नि अलि यता हो त्यहाँ अँधेर आयो ऊ यहाँ आउन यहाँ यता हो यता यहाँनिर ल भन्नु हेलो गाइजहरु म कस्तो देखेको कपाल काटेको ह्यान्डसम देखियो कि नराम्रो देखियो सब्सक्राइब गर्नु मजा आइरहेछ हाँस्दिन एकचोटि
हामीहरू यहाँ छौँ हो न यता हेरिदिउ त यता हेर न खासा भयो